हैन हाम्रो यो खाल्डोभित्र फेरि पनि सुरु भइसक्यो फर्किएकोमा यति काटमा यस्तै मैले मात्र गरेँ अरे यार धेरै पछि भेट भयो खुसी लाग्यो यार वर्षमा जोस भेट यो खाल्डोभित्र आउने काम भइरहेछ नै भनौँ होइन लगभग हाम्रो भेट चाहिँ ठ्याक्कै 1 वर्षपछि होइन 1 वर्षपछि योभन्दा पहिला कहिले भयो त्यो पहिला 1 वर्ष अगाडि 1 वर्ष ठ्याक्कै हो कि अघिल्लो पालि चाहिँ 1 महिना अगाडिको कुरा हो ठ्याक्कै चैततिर आएको थिएँ म 11 महिना भनौँ न 11 महिना भयो क्या 11 महिना भयो 11 महिना त्यही अन्तरा त्यही हो कहिले काहीँ अहिले हुन्छ नि हामी 81 यत्रो टाइम पछि भेट्दा चाहिँ लाग्छ कि म योभन्दा अगाडि जहाँ गाउँ थिएँ नि त्यतिखेर नि म यहीँ छु जस्तो फिल आउँछ कि म त गाउँमा चाहिँ थिइनँ कि अघिल्लो वर्ष नि त्यही भएको थियो अघिल्लो वर्ष नि त्यस्तै एक्लो हुँदाखेरि अनि यस्तो कुराहरू त्यो ट्रमा हाने जस्तो हान्छ त कहिले एक्लो हुँदा त्यो कुराहरू आउँछ कि केही देख्दाखेरि बाटोमा ज्याप्पन कोही यसो न त्यो पहिला त्यो अड्डामा खाने बस्ने रमाउने धेरै थियो त्यो समयमा हामीले बिताएका ती दिनहरू तर हाम्रो चाहिँ त्यही हो रिलेसन अहिलेको होइन नि त लगभग अहिले छेडिक टाइममा टाढा भयो वर्षको कति 8 वर्ष जति भयो हैन 8 वर्ष भयो यार 8 वर्षको कलेज टाइममा त के गरियो म के भनौँ केही वर्ष मात्र भयो अलिकति टाढा भएको अनि ती पनि फेरि भेट भइरहा आए चिन्ता नगर्नु का छ ज्यान टाढा भयो नि मन त नजिक छ नि त्यो त हुनु पर्यो त ठीक छ यस्तै छ कस्तो चलिरहेछ यार दैनिक तेरो मेरो नि यार यस्तै कहिले के उतार चढाव काम गर्दाखेरि अर्कै हुन्छ काम नगर्दाखेरि अर्कै हुन्छ त्यो सोचाइ पनि फरक हुन्छ कि त्यतिखेरको मेन्टली छुट्टै अहिलेको मेन्टली छुट्टै त्यो टाइपले हामी गरेर आउँछ कहिलेकाहीँ हुन्छ पहिलाको त्यो हरेक कुराहरू आफूले एक्लो फिल पनि अन्य कुराहरू असफलताले घेरिरहेको धेरै कुराहरूले आफूलाई त्यो कुरा भइरहन्छ अनि आफ्नो त्यस्तै छ म त के भनौँ एक प्रकारले अब व्यवसाय गर्ने उनी मान्छे नै भइसक्यो भनौँ होइन एज अ बिजनेस म्यानै हो आफ्नो पर्सनल थाहा छ त यस्तै यहाँ आउँदाखेरि चाहिँ जस्ट फ्रेसनेसको लागि आएको हो जस्तो फिल आउँछ कि न माथिको टेन्सन छ केही छैन कि म लाग्छ म फ्री छु के पुरानो मान्छे भेट्दाखेरि त्यो हुन्छ नि एक पुरानो मान्छे भेट्दाखेरि के पुरानो कुराहरू झल्झल्ती आउँछ त अनि सबैले गर्ने त्यो सबैले आफ्नो कर्म हो कि गर्ने कर्म गरिराख्नुपर्छ भन्ने छ कर्म चाहिँ फलको आश नगरौँ कर्म चाहिँ गरिरहँ के हुन्छ निरन्तरता चाहिन्छ निरन्तरता भएपछि अवश्य केही न केही दिन त फल त पाइन्छ तर एक टाइमको साथी हुन्छ नि अहिले बुझ्दै जाँदा उमेर छिपिँदै जाँदा चाहिँ एक टाइमको साथी चाहिँ याद आउँदो रहेछ कि स्कुल लाइफको साथी हो त्यो चाहिँ अहिले एउटा स्ट्रगलिङ गर्ने टाइममा चाहिँ आफूले त्यो आफै टाढा हुनुपर्छ साथी त धेरै हुन्छ नि त्यो हुन्छ आफूले समय कति त्यो मान्छे कति समय दिइरहेको थियो त पहिला त्यो समय दिइरहेको त्यतिको त्यो मान्छे बढी याद आउँछ क्या समय दिइरहेको समय उसँग कति पनि खर्च भएको थियो त्यतिखेरको याद पनि आउँछ नि त आफूसँग पहिला कुराहरू पढ्न त त्यति मान्छे पढ्यो अब कहीँ भेट्यो यताउता त्योसँग बढी समय खर्च भयो त्यसकै बढी अब तर अहिले आएर पछाडिकोमा चाहिँ के लाग्छ भने तर म कति सँगै बस्यौँ नि कलेज लाइफ त सँगै बस्यो त्यतिखेरको प्लानिङहरू झन्झली याद आउँछ मा जोस पनि हेर न सपना तुई यस्तो तुई अनि सपना त्यो हुन्छ नि एउटा सपना टाइपको चाहिँ प्लानिङ भयो के न त्यो सपनाको सपनै भयो काल्पनिक सपना भयो त्यो काल्पनिक रूपमै हुनुपर्छ हुनुहुन्थ्यो भन्ने हो त्यही हो जी एकछिन बस गरे